सरकारले काठमाडौँमा सुकुम्बासीहरूलाई चाहिँ अहिले घर नघाटको बनाएको छ। सुकुम्बासीहरूले भन्दैछ कि बालिनको बिग फ्यान, रवि लामिछानेको बिग फ्यान हो हामी भनेर मोबाइलमा पनि घन्टीको स्टिकर टाँसेको देखिन्छ। त्यसपछि अहिले आएर एकासी सुकुम्बासीहरूको चाहिँ घर ड्याङ कि ड्याङ डोजर लगाइसकेपछि सुकुम्बासीका मान्छेहरूले चाहिँ यसरी चाहिँ आफ्नो दुखन्यासी कुराहरू गरेको देखिन्छ। भिडियो हेर्नु होला है त। यो स्टिकर छ नि, यो स्टिकर हैन मैले टाँसेको होला। हेर्नु ल, मेरो मोबाइलमा हेर्नु ल। घन्टीको फ्यान भोटर, म बालिनको बिग फ्यान हो। म हेर्नु, रवि सरको छ नि, म बिग फ्यान हो। हेर्नु यहाँ मेरो मोबाइलमा हेर्नु ल। हामीले घन्टी छाप हेर्नु, घन्टीलाई भोट हाल्यो। आज घन्टीले हामीलाई यस्तो गर्ने, बालिन सरले यस्तो गर्ने, रवि सरले यस्तो गर्ने हामीलाई। हेर्नु त अब के गर्ने? भोट हाल्ने बेलामा चुपचाप घन्टीमा छाप भन्दै घन्टीमा भोट हालिहाल्यो। अहिले न रोएर हुन्छ न कराएर हुन्छ। अब तिमीहरूको घर बस्तीहरू चाहिँ ड्याङ ड्याङ डोजरले चाहिँ हान्दैछ। अब गर्ने के? सूचना दिएर हुन्छ मेन भनेको व्यवस्था भक्तपुरबाट हार दिनु पर्यो नि त हामीलाई यार। होइन र भन्नु त 5 दिन टाइम दिएर ल यस्तो सिधै कलर गर्न बिचल्ली भयो हैन? बिचल्ली भयो के सर? हेर्नु न, सामान घरबाट झिक्न भ्यासन। हेर्नु डोजर ट्याङ्की ट्याङ हानिरहेको छ। तपाईलाई समय दिएको भए तपाईले त्यो सामानलाई सकुशल निकाल्दाखेरि क्षति कम हुन्थ्यो नि त हैन? लाइन काट्यो, बत्ती काट्यो होइन। हाम्रो भर्खर बनाएको घरको रड त काटेर निकाल्न सक्थ्यौँ नि त हामीले। अब यो जेसीबीले ल्याम्लुम किचा दिएपछि हामीले कहाँ सिधा बनाउनु? एउटा कुरा के बत्ती निभाइदियो। बत्ती निभाएको मोबाइलमा चार्ज छैन, घरको मान्छेसँग कन्ट्र्याक्ट छैन मेरो। अब गाडीलाई फोन गरेर बोलाउनलाई, गाडीलाई त बोलाउनु पर्यो नि साबर सार्नलाई। कमसेकम तपाईले चाहिँ बत्ती मात्रै भएको भए तपाईले ग्राइन्डरले काट्नुहुन्थ्यो। अत रातभरि त्यसले घर ढालिसक्नुहुन्थ्यो तपाईँ कमसेकम होइन र? किनकि सबै हटाउँछ नि त। मोबाइलमा चार्जै छैन, बत्ती पुरै काट्दैछ। रातभरि अन्धकारमा पानी परिरहेको छ। हेर्नु त हामी कहाँ जाने? न बत्ती छ न मोबाइलमा चार्ज छ, न आफ्नो मान्छेलाई बोलाएर जानलाई कतै रुम खोर्नलाई भन्न पाएको छ। त्यो त लास्ट दलन भयो नि त। यो बत्ती काट्नु नहोगेन ल भन्नु, तपाईँ राम्रो ल भन्नु ल। बत्ती काट्नु नहोगेन ल। किनकि तपाईले त 12-13 घण्टामा ढालिसक्नुहुन्थ्यो घर होइन? बत्ती भएको भए हामी शान्तपूर्वक हुन्थ्यो। बत्ती भएको भए शान्तपूर्वक केही हामी उनीहरूलाई ढुङ्गा पनि हानिदिनु चाहिँ केही पनि गर्दैन थियो होइन। त्यहाँ गएर बस्नु, त्यहाँ मन्दिर छ, त्यो मन्दिर चाहिँ भत्किन नपरोस्। ऊ मन्दिर छ त्यहाँ, विश्वकर्मा बाबाको मन्दिर छ, हामीले बनाएका छौँ। त्यो मन्दिर अझै हाल्ल, यो मन्दिर हान्नु साथ हामी मुद्दा। काठमाडौँमा जनताहरूको चाहिँ यसरी चाहिँ बिचली भइरहेको देखिन्छ। सुकुम्बासीहरूको चाहिँ घर बस्तीहरू चाहिँ डाइरेक्ट चाहिँ सरकारले आएर चाहिँ डोजर ड्याङ ड्याङ हानिसकेपछि काठमाडौँमा चाहिँ जनताहरूको चाहिँ यसरी चाहिँ बिचली भइरहेको देखिन्छ। भनेपछि यसरी चाहिँ डोजरै लाउनु पर्ने छ भने पहिला चाहिँ सूचना दिएर कुनै नोटिस दिएर हटाउनु पर्ने हो। तर एकासी चाहिँ यसरी चाहिँ सुकुम्बासी बस्तीमा आएर ड्याङ कि ड्याङ डोजर लगाइसकेपछि अहिले सुकुम्बासीका बस्तीहरू चाहिँ यसरी चाहिँ अलपत्र परेको देखिन्छ। अब यिनीहरूलाई चाहिँ अब सरकारले चाहिँ के गर्छ त? व्यवस्था मिलाउँछ कि मिलाउँदैन? यिनीहरूको चाहिँ अवस्था चाहिँ यस्तो छ भनेपछि अहिले चाहिँ सुकुम्बासीहरू चाहिँ एकदम कराइरहेको देखिन्छ। अब भोट हाल्ने बेलामा चाहिँ चुपचाप घन्टीमा छाप भन्दै ड्याङ कि ड्याङ घन्टीमा छाप हाने। तर अहिले आएर चाहिँ यस्तो अवस्थामा छ भनेपछि आखिर गल्ती चाहिँ कसको हो त? आखिर गल्ती चाहिँ जनताकै हो। तिमीहरू सुकुम्बासीकै गल्ती हो। किनभने पहिला चाहिँ बुझेर चाहिँ भोट हाल्नुपर्छ त। अनि अब अहिले चाहिँ यसरी चाहिँ न रोएर हुन्छ न कराएर हुन्छ। अब सरकारले चाहिँ यसरी चाहिँ कदम चालिसकेपछि सरकारले चाहिँ अब पछाडि हट्ने कुरा भएन। सरकारले चाहिँ पछाडि हट्ने कुरा भएन। आर्मीसहित लिएर तैनात बनाएर चाहिँ यसरी ड्याङ कि ड्याङ घर भड्काउँदैछ भनेपछि अब गर्ने चाहिँ के?